आज हामी इन्जिनियर चरालाई हेरौँ है त। हजुरहरूले इन्जिनियर चरा भनेर कतै सुन्नुभएको छ? अथवा तोप चरा, अङ्ग्रेजीमा बायोवेयर भनिन्छ। यो एकदमै गुड बनाउन माहिर चरा हो। नर्कटको पातलाई काटेर बटुलेर लिएर आएर यसले गुड बनाउने काम गर्दछ। विशेष गरी भालेले गुड बनाउँछ र गुड एकदम आकर्षक भयो भने पोथी त्यो गुडमा आएर बस्छ र भालेलाई पनि त्यो गुड बनाउन उसले पछि मद्दत गर्छ र भाले र पोथी मिलेर गुड बनाउँछन्। गुड चाहिँ यिनीहरूको सोली जस्तो आकारको हुन्छ र गुडमा दुईटा प्वाल हुन्छ। एउटा प्वाल चाहिँ कुनै जन्तुले अथवा चराचुरुङ्गी, शिकारी चराचुरुङ्गी, सर्पहरूले आक्रमण गर्यो भने अर्को प्वालबाट भाग्नको लागि बनाइएको हुन्छ। र अब यिनीहरूले यति मेहनत गरेर गुड बनाउँछन् कि यो गुड बनाउनलाई उनीहरूलाई लगभग 15 देखि 20 दिनसम्म लाग्छ। यसरी गुड बनाउने प्रक्रियाहरू सबै सकिएपछि त्यसपछि पोथीले अन्डा पारेर बच्चा कोरल्न थाल्छ र भाले खानेकुरा खोज्न जान्छ र बच्चा कोरलिसकेपछि चाहिँ पालैपालो भाले र पोथी खानेकुराहरू खोज्न जान्छन् र यिनीहरू धेरै सङ्ख्यामा आएर एउटै रुखमा करिब 20-25 वटासम्म पनि गुड बनाएको देखिन्छ। यसरी मेहनत गरेर यिनीहरूले गुड बनाएको रुख चाहिँ कृपया हजुरहरूले नकाटिदिनु होला, कहीँ कतै देखियो भने। धन्यवाद।